तपाईले मलाई डिक्टेट गर्नु तपाईको के एकलाइनले बोले एमाले पनि यो सभापति आउनु सबै बोल्ने पालो सबभन्दा पहिला एमाले उपस्थित आयो सबभन्दा लास्टमा त्यो पनि सबभन्दा पहिला बोल्ने त हामी नबोल्न पाउने म लास्टमा आएँ म यहाँ बसेँ अनि म यहाँ बस्दाखेरि एमाले बोल्यो भनेर ल पहिला एमाले बोले अब पर गयो त कांग्रेस आरोप लाउन चाहँदा नेकपा एमालेका साथीलाई आरोप लाउनु पनि छैन मलाई बोल्न दिउँ न एमालेको प्रधानमन्त्री हुन्न हामी तपाईहरु एमालेको प्रधानमन्त्री हुनुहुन्न सत्ता पक्षको सभापति हुनुहुन्न त्यही त कुरा गर्दैछु हरेक मान्यजी अमरेश मान्यजी गलत व्याख्या नगरौँ यो यहाँ सुन्नु न पहिला यो मैले लेखेको होइन मान्यज्यू यो मैले लेखेको होइन सचिवालयले तपाईँहरू सबै टिपाको नाम हो होइन ठिक छ आफ्ना कुरा गरौँ ठिक छ आफ्नो कुरा आफूले ढुक्क गरिराख्न पाउने हो होइन पार्टीको प्रतिनिधि भएर बोल्ने होइन नि त छोड्नु यो विषयमा सभापति हुनुहुन्छ पहिला पर्खिन्न त तपाईँले बोल्दा म बोले तपाईँलाई भन्दैछु त म अब बोले तपाईँले ए राजनजी ए मान्यज्यू प्रेम मान्यज्यू दुईटा कुरा एउटा मात्रै भन्छु म त्यही यो सबै रोकेर उहाँलाई नै बोल्न दिन खोज्दैछु त तपाईँले मलाई के भनेको